ओहो मेयर साहब, नमस्कार है। नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर? हाम्रोतिर त खासै राम्रो छैन मेयर साहब। म त तपाईँको पालिकाको खबर बुझ्न आएको। महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव हटाएको भनेर सबैतिर तपाईँको चर्चा छ। होइन, के जादु गर्नुभयो हो? अब के जादु भन्नु हौ अध्यक्षज्यू, हामीले सिडा महासन्धि अनुसार काम गरेका छौँ, यसकारण सबैतिर चर्चा भएको छ। ए होइन, फेरि के हो यो सिडा महासन्धि भनेको? सिडा महासन्धि भनेको महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने संयुक्त राष्ट्र सङ्घको महासभाले अनुमोदन गरेको अन्तर्राष्ट्रिय कानुनी संयन्त्र हो। नेपालले यो महासन्धिमा हस्ताक्षर गरेको करिब 4 दशक पुरा भए पनि भेदभाव कायमै छ अध्यक्षज्यू। अब भेदभाव त हुने नै भयो नि मेयर साहब, किनकि मलाई समेत यसबारेमा थाहै थिएन। होइन, के गर्छ हो यसले मेयर साहब? सिडले भेदभाव हटाई किशोरी तथा महिलाको अधिकारलाई सुनिश्चित गर्ने उद्देश्य राखेको छ। गैर भेदभाव, आधारभूत समानता र राज्यको दायित्व गरी यसका मुख्य 3वटा सिद्धान्तहरू छन् अध्यक्षज्यू। ए भनेपछि यसले महिलाको अधिकारको कुरा गर्यो होइन त मेयर साहब? त्यति मात्र होइन अध्यक्षज्यू, सन् 2022 को 82औं महासभामा सिड समितिले आदिवासी महिला तथा किशोरीका अधिकार, पहिचान र सामूहिक अधिकार समेटी आधारभूत सिफारिस नम्बर 39लाई पनि पहिलो पटक स्वीकार गरेको छ। होइन, फेरि के हो यो सिडा आधारभूत सिफारिस नम्बर 39? आधारभूत सिफारिस नम्बर 39मा आदिवासी महिला तथा किशोरीले सामना गर्ने बहुल विभेद, अन्तर्छेदीय भेदभाव र मानव अधिकार उल्लङ्घनका घटना उन्मूलन गर्ने पहिलो बाध्यकारी कानुनी संयन्त्र र औजार हो। यसले आत्मनिर्णय र स्वायत्तताको अधिकारको कार्यान्वयनको अभावलाई उनीहरूको भेदभावको मूल कारणका रूपमा सम्बोधन गरेको छ। ए अनि के छन् यस आधारभूत सिफारिस नम्बर 39मा मेयर साहब? आधारभूत सिफारिस नम्बर 39ले 30वटा भन्दा बढी सन्दर्भमा पहिलो पटक आदिवासी अपाङ्गता भएका महिलाहरूको सवाल, मुद्दा र विभेद हुने धेरै कारणहरूमध्ये अशक्ततासँगै सामाजिक पहिचान पनि हो भन्ने कुरामा जोड दिएको छ। यसमा आदिवासी अपाङ्गता भएका महिलाहरूले भोग्दै आएका बहुल र अन्तर्छेदीय पहिचान र विभेदको बारेमा सूक्ष्म रूपमा व्याख्या गरेको छ। आदिवासी अपाङ्गता भएका महिलाको प्रायजसो कानुनी सहायतामा पहुँचको कमी छ, जसले गर्दा न्यायमा पहुँच, संस्थागत हिंसा र जबरजस्ती बन्द्याकरण जस्ता मानव अधिकार उल्लङ्घनका भोगाइहरूलाई सम्बोधन गर्नका लागि कानुनी प्रावधान र कार्यान्वयनका लागि सिफारिस गरेको छ। हुन त हो है, आदिवासी महिला र किशोरी तथा आदिवासी अपाङ्गता भएका महिलाहरूलाई सांस्कृतिक, भाषिक, पद्धतिगत र संरचनागत हिंसासम्मै अपाङ्गताको आधारमा विभेद हुने गरेको छ। साथै उनीहरू जलवायु परिवर्तन र विपदको पनि बढी जोखिममा छन्। हो, यसकारण यो अवस्थालाई सम्बोधन गर्न आधारभूत सिफारिस नम्बर 39ले विशेष कानुनी संयन्त्र र खण्डीकृत तथ्याङ्कको आधारमा उनीहरूको अधिकारलाई सुनिश्चित, प्रवर्धन र सम्बोधन गरेको छ। ल सुन्नुहोस्, समग्रमा यसले आदिवासी महिलाका विविधताका स्वरूपहरूका सम्बन्धमा सिफारिस दिएको छ, जस्तै जल, जङ्गल, जमिन र प्राकृतिक स्रोतहरूको अधिकार सुनिश्चित गर्न पूर्व अग्रिम जानकारी सहितको मन्जुरीनामा सहित मातृभाषामा शिक्षा, परम्परागत ज्ञान, सिप र पेसा, स्वास्थ्य उपचार पद्धति, संस्कृति, पहिचान, पहुँच र प्रतिनिधित्वसँगै आत्मनिर्णयको अधिकार सुनिश्चित हुनुपर्दछ भन्नेमा जोड दिएको छ। ओहो, यसमा त हामी जस्ता स्थानीय सरकारको मुख्य जिम्मेवारी रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकाको नीति तथा कार्यक्रममा नै राखेर सचेतनासँगै क्षमता विकास गरी सिडा र यसको आधारभूत सिफारिस नम्बर 39 अनुसार काम गर्छौँ। यही अनुसार आदिवासी महिला र किशोरी तथा आदिवासी अपाङ्गता भएका महिला विरुद्ध हुने बहुल विभेद, अन्तर्छेदीय भेदभाव लगायत सबै प्रकारका भेदभाव उन्मूलन गरी उनीहरूको अधिकारलाई सुनिश्चित गर्छौँ मेयर साहब।